हेलो एन्ड नमस्ते खम्रीमो भन्दै प्यारो मित्रहरूलाई आज फेरि आइसकेको छु म मेरो किचनमा। अन्त आज चाहिँ बनिँदैछ तपाईँको किचनमा कोदोको टाइपो। यसरी कोदो पिठोको टाइपो बनिँदैछ। टाइपो चाहिँ कहाँबाट आएको? टाइपो भन्ने चिज चाहिँ टाइपो भनेको के हो एक्चुअलमा? टाइपो यो एक्चुअली यो भाषा कुन चाहिँ भाषा यो टिबेटन भाषा हो। टिबेटन भाषामा सायद ठुलो मोमो त्यस्तै लाग्यो मलाई पनि हो। यहाँ अचार पनि बनिँदैछ यसरी बदाम टमाटरको अचार। र एउटा कुरा मित्र, आज चाहिँ म टाढो टाढो बसेर भ्लग बनाउँदैछु किन यो बुढीहरूको भरोसा छैन। हिजो त ठङ्गाइदियो भए आज पनि दिन्छ कि हो। त्यही भएर चाहिँ टाढो टाढो बसेर भ्लग बनाउँदैछु। हेर्दै गर्नुहोस् होला भनिँदैछ। अब चाहिँ अलमोस्ट रेडी भइसक्यो हाम्रो थाइपो कोदोको अचार पनि भइसक्यो रेडी। ल मित्र, अब रेडी पनि भइसक्यो। अब खानु स्टार्ट गरेकै। अब यसरी बन्ने हाम्रो थाइपो चाहिँ यसरी अन्डा चाहिँ यसरी भित्र हालेर बनाएको।